अहिले हामी यहाँबाट जान्छौँ माफ गर्दैन नि दाइ त्यही त दाइ एकचोटिलाई माफ गरिदिनु बुढो हामी जान्छौँ अनि के हेरेर बसिरहेका छौ जाऊ न तिमीहरू पनि मैले तिमीहरूलाई पनि नराम्रो भन्न खोजेको छैन बुढो आज अफिस नगए हुँदैन किन के भएर के काम छ र बाबुलाई अलि सन्चो छैन जस्तो छ हस्पिटल लानुपर्ने हो कि हेत्तेरिका अब बाबुलाई हस्पिटल लानको लागि मै चाहिन्छ त तिमीले लाँदा पनि भइहाल्यो त्यही माथि बुवा पनि हुनुहुन्छ अब म बुवालाई भन्नुला मेरो उता अफिसमा काम त्यत्तिकै भद्रगोल छ एकजना स्टाफको भरमा अफिस छोडेर हिँड्नु परेको छ सधैँभरि त्यसरी त चल्दैन नि आफ्नो काममा पनि ध्यान दिनु पर्यो अब म बुवालाई भनिराख्दिउँ ल हिँड तिमीहरू भएर लैजाऊ बुवा तिमीहरू है सस त्यसो भए बुवालाई भनिराख्नु है अफिस जान तयार भइस बुवा ए ल म अब अफिस जान्छु बाबुलाई अलिकति सन्चो पनि छैन जस्तो तपाईँ र बुहारी भएर मेडिकलमा गएर चचार ल्याउनु है ल ल ल माया ल राम्रोसँग अफिस जा ल म जान्छु ल गए ल घरमै बस्छ है औषधि खानुपर्छ ल होइन यो काठमाडौँमा गोठा पाउन कति गाह्रो हो क्या कहाँ खोज्ने हो अब के चिन्ता गरेको खोज्दै खोज्दै जम्मा काहीँ न काहीँ त भेटिहालिन्छ होला नि त्यही हो दिदी हजुर यो घरमा कोठा खाली छ होला त छैन नि बहिनी यो घरमा सबै प्याक छ त्यही त दिदी काठमाडौँमा त कोठै पाउन गाह्रो ल दिदी ल अहिले हामी जान्छौँ हेलो हेलो बुढो पुग्नु भयो अफिस अघि नै पुगेको नि पुगेर यहाँ अफिसमा सरसफाइ गरेर बसिराखेको छु के हो
घर छोडेर आएको छैन, फोन गरिहाल्नुपर्छ। परेन त नि, बुढो अफिस जाने बाहनामा बाटो बरालेर बस्ने हो कि भन्ने चिन्ता लाग्छ नि मलाई। धैत तेरेका लाठी, आफ्नो बुढोको त्यति पनि विश्वास लाग्दैन। अब म काहीँ नपाएर अफिसमा यत्रो काम छोडी बाटोमा अलमलेर बस्छ होला त? होइन, भन्न खोजेको के हो तिमीले? केही पनि होइन बुढो, केही पनि होइन। जिस्केको नि, के जिस्किन नि पाउँदैन त? कसले पाउँदैन भनेको छ त? पाइन्छ, तर मनमा अनेक कुरा खेलाएर, नेगेटिभ कुराहरू खेलाएर चाहिँ जिस्किन पाइएन के? त्यही हो भन्न खोजेको। ल बुढो, ल समाजमै पानी पिउनु, खाजा खानु, घरको काम छ, म घरको काम सघाउँछु है। ल ल ल, मेरो केही चिन्ता नगर। ल अहिले मैले फोन राख्दिएँ, ल काम गर्नु छ के? सर पानी। धन्यवाद। सर हजुरसँग एउटा कुरा गर्नु थियो। के कुरा हो भन न। उताकोबाट आमा बिरामी हुनुहुन्छ भन्ने खबर आएको छ। आमाको उपचारको लागि थोरै खर्च चाहिएको थियो सर। के रे, आमा बिरामी हुनुहुन्छ अरे? के भएछ त? खर्च कति लाग्ने हो? कति चाहिने हो पैसा? हुन त 15,000 जति मात्र भए नि हुन्थ्यो सर। ल हुन्छ, आमाको उपचार राम्रोसँग गराउँदै गर्नु। म अहिले तिम्रो खातामा हालिदिन्छु, अनि त्यस पछाडि पुगेन भने फेरि पछि थपिदिनु है। हुन्छ सर, थ्याङ्क यू। के रोइ नानी घरपेटीमा कोठा खाली छ होला त? बच्चाले बस्ने हामी दुई जना नि। बच्चा माथि जाऊ, माथिको अब चाहिँ मनकाई नै छ जस्तो छ है। काम नानी भित्र अब बच्चा बुहारी, ए बुहारी, हजुर बुवा। पानी लिएर आऊ त 3 गिलास। हस् बुवा। भनेपछि नानीहरू कोठा खोज्न आएको हो नि घरपेटी बा, यो काठमाडौँमा कोठा पाउनै गाह्रो। गाह्रो छ, कोठा पनि गाह्रो छ नानी। कहाँ त्यति सजिलो पाइन्छ र? काठमाडौँ कोठा पाउने गाह्रो। बुवा भाइ आऊ नानी, पानी खाऊ। तिर्खा लाग्यो होला, यस्तो घुमेर आयो तातो घाममा। भनेपछि नानीहरू 2 जना मात्रै पढ्ने। गच्छप, बिस्तारै गच्छप। नानीहरू आउनलाई चुराएर चर पो अस्ति भर्खरै मात्रै कोठा आइन् बा। गच्छप। ओइ के हो, घरपेटी त गच्चको हुँदो रहेछ। हामीले भने जस्तै बेटा होइन नानी हो, के खासा पिसु गरेर बस्यो? मेरो कुरो मन परेन? मन पर्यो घरपेटी बा, मन पर्यो। हजुरको कुरा त एकदमै मन पर्यो। हजुर त कस्तो मिजासिलो हुनुहुँदो रहेछ। मिजासिलोको त कुरै नगर नानी। तँलाई सानो सोचले बोल है। छ कसले मार्छ घरपेटी बा? तेरो मतलब नानी सुतिरहेछ भने के? हुन्छ घरपेटी बा, हुन्छ। अनि हामीले कोठा पाउने पक्का हो नि है? पक्का हो नानी, पक्का पक्का हो के? कोठा नपाउने त कुरै छैन। ठिकै छ घरपेटी बा, ठिकै छ। बरु सुन्नु न। सुन्न त सुन्थे कि नानी,
सुन्छ के ल्या के गर्ने त घरबेटी बा अब ठुलो स्वरले बोल्दा बच्चा उठ्ने अब सानो स्वरले बोल्दा तपाईँ कहाँ नसुन्ने त्यही त के गर्ने उनीहरू यो पाइला र गोयरलाई बाहिर पठाइदिउँ यतिको केटीहरूलाई त छोड्नु हुँदैन बुहारी ए बुहारी हजुर त्यो पर पसला गएर 1 किलो चिज लिएर आऊ नानीहरूलाई चिया बनाएको खुवाउनु पर्यो कि त्यही हस् त पर्दैन थियो नि घरबेटी बा हामीले चियाले खाने गरेका छैनौँ चुलाएर भएपछि अब कहाँ त्यसो भनेर हुन्छ मेरो घरमा आएको मान्छेलाई खाली मुख त मैले पठाउनु गरेकै छैन झन् तिमीहरू त त्यही त घरबेटी बा साँच्चै के पो भन्ने थियो घरबेटी बा तपाईँको घरमा रुम भाडा महँगो होला चिन्ता नगर मिलाउला के मिलाउला बस्नुभन्दा पहिला पैसा दिनुपर्ने होला मिलाउला बाबा मिलाउला चिन्ता नगर क्या अनि हामीसँग त्यस्तो धेरै पैसा हुँदैन भनेको टाइममा भाडा तिर्न सकिएन भने मिलाउला बाबा मिलाउला मिलाउला क्या अनि हाम्रो सामान किन्ने पैसा पनि छैन मिलाउला बाबा चिन्तै नगर मिलाउला भनेपछि तपाईँले हामीलाई सामान किन्ने पैसा नि दिनुहुन्छ त्यसो भए ढुक्क है त घरपेटी बा उनीहरूको आइछ संस्कार जानुभयो त्यतिका यो मान्छे कहाँ जानुभयो होला कराइ उठाउनु भएन हजुरको फोन आएको आइथियो सर हजुर ए घरबाट गरेर रहेछ धेरैचोटि गर्नुभएको थियो ए ठिकै छ हेलो बुढा कति बेर लगाउनु भएको के फोन उठाउन के भयो किन आत्ते कि अब यताउता बाहिरतिर काम छ यसो हेर्नु पर्यो त्यतिकै भन्ने बित्तिकै फोन उठ्छ त अनि के भयो किन आत्ते कि किन हुनु नि बुढा हजुरलाई भनेको पत्याउनु हुन्न यता यहाँ बुबाको यस्तो ताल छ बुवाको अर्कै ताल छ अरे के भयो फेरि नरिसाउनु न बुढा नरिसाउनु यहाँ बुवा कस्तो कस्तो केटीहरूसँग के के व्यवहार गरेर बुझ्नुहुन्छ तपाईँ आफै पुरुष घर आउनु आफ्नै आँखा देख्नुहुन्छ हेत्तेरिका कति आत्ते कि कति आत्ते कि त्यति जाब सानोतिनो कुरा त आफैले मिलाउँदा हुँदैन त्यही माथि बुवाले के गर्नु छ र त्यस्तो के गर्नु भयो भन त म त केही पनि भन्दिनँ मैले भनेको कुरा के विश्वास गर्नुहुन्न पुरुष घर आइहाल्नु तपाईँ ल अब के कुरा हो कसो कुरा हो अफिस आउनु पाएको छैन घर आइज भने छ ल ठिक छ ल म एकछिन यहाँ सबै कामहरू मिलाएर आउँछु है हस् हस् छिट्टो है अब छिट्टो आइहाल्नु है ल भने त आउँछु त छिट्टै हस् हस् हाम्रो बुवालाई पनि यस्तो बुढेसकालमा के मति लाग्यो जति सम्झाउँदा पनि नलाग्यो के गर्नु होला नानी सुन त म अपरजर घरमा जानुपर्ने भयो यसो अफिस सम्हाल्दै गर ल हजुरको घरमा आज भोलि धेरै तनाव छ कि के हो आज भोलि धेरै तनाव लिएको देख्छु त तनाव त भइहाल्छ नि नानी मान्छेको जीवनमा तनाव नभएको को नै हुन्छ र यस्तै छ राम्रोसँग सम्हाल ल म निस्किहाल्छु भने आउँछु नभए भने तिमी अफिस बन्द गरेर बेलुका घर जाऊ ल हुन्छ सर हुन्छ यता अफिसको केही चिन्ता लिनु पर्दैन म राम्रोसँग हेर्छु
के हो दाइ आज दिउँसै अब जोडाउनु भएको छ त अलिकति काम छ घरमा त्यही भएर के काम पर्यो त्यस्तो हुन्छ नि अलिअलि काम त अब के काम गर्ने ए हो र अनि के घरमा बाउले उपद्रो मचायो क्या हो के उपद्रो मचाउनु भाइ के नचाहिने कुरा गरे के उपद्रो मचाएको मेरो बुवाले होइन केही भयो कि भनेर सोधेको केही पनि भएको छैन भाइ केही पनि भएको छैन सोध्नु भयो धन्यवाद अनि बरु तपाईँ चाहिँ कता जान लाग्नु भएको कहीँ दाइ म यतातिर टोलतिर यसो बसिरहेको घुमघाम यताउता काम छैन त्यही त आफ्नो काम नभएपछि अरूको कुरा काट्नु टोल टोलमा डुल्ने अनि भएको नभएको कुरा गर्ने हिँड्ने त नि तपाईँको काम एकदमै राम्रो छ छोड्नुहोस् मलाई साँच्ची दाइ तपाईँको बुवा त पुरस्कार लाएर पनि कति मातेको हो अनि मेरो बुवाले के मातेको भन्नुहुन्छ केही मातेको साथीको केही पनि छैन मातेको छैन भनौँ भने खै केटीहरू देखेँ कि पछि लागेको त देख्छु ल मेरो बुवाले जे गरौँ जसो गरौँ केही मतलब नराख्नु तपाईँ आफ्नो काम गर्नु म जान्छु ल देखेको कुरा त भने अनि मलाई के को चासो नि हामी त यहीँ बस्यौँ है घरपेटी बा ल पढ्नु भनेको यहीँ त हो नि यहाँ नभएर कहाँ कस्तो कुरा गरे अब मैले चाहेको त्यही हो घरपेटी बा हामीले त कोठामा चाहिने सबै सामानहरू हेरेर आयौँ नि ए हो र के सामान लिएर आयो नि अब के हेर्नु नि घरपेटी बा कोठामा चाहिने सामान सबै हेरेर आएको अब सुत्नको लागि पलङ त्यसमा ओछ्याउनको लागि डस्ना सिरानी तन्ना अब खाना पकाउनको लागि भाँडाकुँडा किचन ऱ्याक ग्यास चुलो गरेर लगभग त 60,000 जति किनेको छ नि त्यत्रो मैले उठेछ तिमीहरूसँग कति छ अब मैले कति थप्नु पर्यो अब कति भन्नु घरपेटी बा हामीसँग त अहिले खासै पैसा छैन अलिक दिनपछि बाबाले गाउँबाट पठाइदिन्छु भन्नुभएको छ अनि अघि त तपाईँले सबै म मिलाइदिन्छु भन्नुभएको होइन त्यही भएर त हामी सामान हेरेर आएको मिलाउने नमिल्ने भन्ने त कुरै छैन तर मसँग 60,000 पो छ कि छैन तै पनि तिमीहरू चिन्ता नगर म विचार गरौँला गरौँला भन्नुभएको क्या घरपेटी बुवा अब हामीले सबै सामान हेरेर आइसक्यौँ त्यो सामान ल्याएन भने त फेरि हाम्रो बिजोक हुन्छ नि हुँदैन के हुँदैन बिजोक हुँदैन केही बिजोक हुँदैन अहिले मसँग कति छ लिएर जाओ बाँकी पछि बिस्तारै ल्याउँदा हुन्छ के है हस् घरपेटी बुवा भएको जति दिँदै गर्नु न आज दिउँसै घरमा किन म दिउँसै घरमा आउँदाखेरि तपाईँलाई केही अप्ठ्यारो पर्यो के हो पारा बुवा तपाईँको यो के हो यो पारा केही पनि होइन बाबु मैले के गर्छु के गरेको छु रे के गरेको छु होइन के गर्दै हुनुहुन्छ अनि यी दुईजना को बुवा किन गर्नुहुन्न तपाईँ को यिनीहरू यो नानीहरू तल कोठा बस्ने मान्छे ए भाडामा बस्ने मान्छे अनि यो भाडामा बस्ने मान्छे आफ्नो कोठामा बस्ने हो कि यो अर्काको घरमा बैठक रुममा चारेर बस्ने हो के काम थियो यहाँ तपाईँसँग यिनीहरू खासै त्यस्तो केही होइन भाडा दिन आएर चाहिँ नानीहरू है यो पैसा नानीहरूले भाडा दिएर है थाहा छ मलाई यो पैसा यिनीहरूले तपाईँलाई दिएको हो कि तपाईँले यिनीहरूलाई दिन खोज्दै हुनुहुन्छ कस्तो कुरा गरे बाबु
मसँग पैसा भए पो दिनु उनीहरूलाई। मसँग पैसा छैन। तपाईसँग पैसा छ छैन मलाई राम्रोसँग थाहा छ। हिजो अस्ति भर्खरै ब्याङ्कमा गएर तपाईँले र मैले तपाईँको वृद्ध भत्ता निकालेर लिएर आएको होइन? झुट बोल्नुहुन्छ? हो बाबु, त्यो पैसा त मैले ट्याङ्कामा राखेको छु। ट्याङ्कामा राख्नुहोस्, तपाईँको पैसा हो, ट्याङ्कामा राख्नुहोस्, जहाँसुकै राख्नुहोस्, आफ्नो लागि खर्च गर्नुहोस्। त्यो तपाईँको नाममा आएको पैसा हो। तर मैले धेरै दिनदेखि सुनिरहेको छु तपाईँसँग यी यस्तै यस्तो केटीहरू पछि लागेर कोठा भाडामा लिने न्यु गर्दै तपाईँ बाटोमा आइदिन्छ। अनि तपाईँ यस्तै यस्तै नातिनी समानकी केटीहरूसँग मस्किँदै जिस्किँदै यिनीहरूमाथि पैसा खर्च गर्दै हिँड्नु भएको छ है। तपाईँलाई अलिकति पनि लाज लाग्दैन? आफ्नो छोराको इज्जत के हो, नाता नातिनी भइसकेको छ, नाता नातिनीको लागि पनि अलिकति सोच्नु पर्दैन बुवा? के हो बा तपाईँको? होइन बाबु, यस्तो नचाहिँदो कुरो कसले सुना तँलाई? यो सब झुटो हो। अब तपाईँले यो सबै कुरा झुटो हो भन्दै गर्दाखेरि मैले पत्याइदिनु पर्ने होला है। पत्याएँ मैले, मेरो आँखाले त अहिले देखेकै छैन। अनि तिमीहरू चाहिँ को हो? तिमीहरूलाई अलिकति पनि लाज शरम लाग्दैन? यस्तो हजुर बुवा समानको मान्छेसँग लिप्रिक्क टाँसिएर पैसाकै लागि यो सब गर्नको लागि लाज लागेर तिमीहरूलाई? को हो तिमीहरू? कहाँबाट आयो? दाइ, हामी यहाँ त्यस्तो नियतले आएको होइनौँ। तपाईँको घरमा कोठा खाली रहेछ अनि बसौँ कि भनेर आएको हो। आयो, कोठामै बस्नको लागि भनेर आयो, त्यो मैले माने। तर अर्काको घरमा के छ कस्तो छ, यो बुढो मान्छेको अवस्था के छ कस्तो छ नबुझिकन एक्लो बुढो मान्छे देखेर तिमीहरू अर्काको घरको माथि माथि रुममा आउने हिम्मत कसरी गर्यो? दाइ, हामी यहाँ यत्तिकै आएको होइनौँ। हामीलाई त बुवाले पनि बोलाउनु भएको। हजुर हजुरले पनि बोलाउनु भएको है हामीलाई? होइन होइन, मलाई अप्ठ्यारो नपार न। होइन बाबु, त्यो तैँले सोचेको चाहिँ होइन है। कस्तो शीघ्र तपाईँहरू कुरा गर्नुभएको? हो भने हो भन्नु, होइन भने होइन भन्नु न बुवा। हो, मैले बोला यो चिया खाएर जाऊ भनेर। तर तैँले सोचे जस्तो चाहिँ केही पनि होइन है बाबु। अनि तँले यस्तो कुरो कसले सुनायो? मैले भनेको भने तिमीले अनि यस्तो नचाहिने कुरो किन लाग्नु बुहारी? नचाहिने कुरा होइन बुवा, तपाईँले जस्तो व्यवहार गर्नुभयो त्यस्तै सुनाएको मैले उहाँलाई। एकदम राम्रो कुरा बुहारी, यसलाई सबै कुरा सुनाएर तिमीहरूलाई के थाहा एक्लो जिन्दगी बिताउन कति गाह्रो हुन्छ भनेर। तेरो आमा मरे थिए, मैले कसरी तिमीहरू बिताएछु भनेर। तिमीहरू दुईटा त अब आफ्नो काममा जान्छु, तिमीहरूसँग मेरो टाइम बिताउने फुर्सदै भएन। त्यसैले यी नानीहरू कोठा बस्न आएको रहेछ, त्यही भएर मैले गफ गर्न बोलाएको बाबु। अरू कुरा केही पनि होइन। ठिक छ बुवा, ठिक छ। मैले तपाईँले गलत गर्नुभयो, अति नै गलत गर्नुभयो त भनेको छैन, बुझ्छु। म पनि बुवा ऊ आमा बन्दैछु, हाम्रो पनि छोरा भइसकेको छ। भोलि तपाईँकै जस्तो अवस्था नआउला भन्न सकिँदैन। तर बुवा, आफ्नो अवस्था त्यस्तो भयो भन्दैमा हामीले यत्रो दुःख गरेर बनाएको घरमा बस्न आउने, भाडामा बस्न आउने मान्छेलाई पनि यसरी कोठा भाडा म मिलाइदिउँला, तिमीलाई सामान किनिदिउँला भनेर तपाईँले जीवनभर कमाएको पैसा खर्च गर्न त भएन नि बुवा। त्यही पैसाको लागि अहिले म कति दुःख गरेर बसेको छु, उसले कति दुःख गर्छिन् तपाईँ आफै भन्नुहोस् त। थाहा छ बुवा, तपाईँलाई हामीले समय दिन सकेका छैनौँ, त्यो हाम्रो पनि कमजोरी हो। तर जसरी तपाईँले हिजो हामीलाई सोचेर मेरो भविष्यको विषयमा चिन्ता लिएर तपाईँले जति दुःख गर्नुभएको थियो नि, त्यति नै चिन्ता हामीलाई पनि हाम्रो बच्चाको छ बुवा। हाम्रो बच्चाको लागि भए पनि हामीले काम गर्नुपर्छ। त्यही काम गर्दाखेरि तपाईँलाई समय दिन नभ्याएको हो बुवा।
तर बुवा चिन्ता नलिनु, तपाईँलाई समय दिन नभ्याए पनि हामीले अझै कति म्यानेज गरेर उसलाई मैले जागिरबाट छुटाएर घरमै राखेको छु। आफ्नो बुहारी भनेको पनि छोरी समान हो नि, आफ्नो छोरीसँग गफ गरेर बस्दा भइगयो बुवा। यस्ता यस्ता लाज पचेका मान्छेहरू घरमा ल्याएर त राख्नु भएन नि बुवा। लाज पचे किने त नभन्नु नि दाइ, हामी त्यस्तो नियमको मान्छे त होइनौ, तर पनि थोरै गल्ती भयो। बरु अहिले हामी यहाँबाट जान्छौँ, माफ गरिदिनु नि दाइ। त्यही त दाइ, एकचोटिलाई माफ गरिदिनु, बरु हामी जान्छौँ। अनि के हेरेर बसिरहेका छौ? जाऊ न तिमीहरू पनि, मैले तिमीहरूलाई पनि नराम्रो भन्न खोजेको छैन, तर अबदेखि आइन्दा यस्तो मेरो बुवा जस्तो सोझो मान्छे देख्यो भन्दैन। यसरी आफ्नो हजुरबाउ समानको मान्छेहरूसँग कहिले पनि यस्तो यस्तो व्यवहार नदेखाउनु है। जाँदा हुन्छ। हस् दाइ, हस्, हामी जान्छौँ। बुवा, हामीलाई माफ गरिदिनु है। दाइ, हामीलाई माफ गरिदिनुहोस् है। ल तपाईँले सबै कुरा बुझिहाल्नु भयो, अबदेखि आइन्दा यस्तो कहिले पनि नहोस्। जाऊ, मेरो लागि गिलास पानी लिएर आउनु। ल बुवा, तपाईँ पनि चिन्ता नलिकन आराम गरेर बस्नुहोस्, म पनि फ्रेस हुन्छु।